भइसक्यो ल। हेलो नमस्कार, म चाहिँ अहिले हाल नारायणथान बुढालिङगटा वार्ड नम्बर 5 बाट चाहिँ म बोल्दैछु। खास कुरो के भने हाम्रो एउटा भाइको चाहिँ अलिकति मेरो बेलाको कारणले गर्दाखेरि उहाँको लागि मैले सानो भिडियो लिएर आउँदैछु। अनि उहाँको छोरा सुमन तामाङ, सुमन गमजन हाल नारायणथान बुढालिङगटा विष्णुमती वार्ड नम्बर 5 मा बस्दै आएको। उहाँको चाहिँ यो दुइटै मेरो वालाले काम नगरेको कारण सबैलाई सहयोगको लागि मैले अपिल गर्दछु। किनभने अहिले उसको घर हेटौडा मकनपुर वार्ड नम्बर कति वार्ड नम्बर 14। उहाँको घरको अवस्था स्थिति अलिकति नाजुक भएको कारणले गर्दा सबैलाई मैले सहयोगको अपिल गर्दै उहाँको फोन नम्बर पनि म राखिदिन्छु हजुरहरूलाई, हजुर सामु। हजुरहरूले चाहिँ अलिकति सक्नुहुन्छ भने अब सेवा मार्फत हल्का फुल्का 1 रुपियाँ 2 रुपियाँ होइन, मलाई पर्दैन। त्यो फोन नम्बर म उसै राखिदिन्छु। तपाईँहरूले अब कृपया गर्दाखेरि सुमन तामाङ आएपछि त्यसमा 1 रुपियाँ 2 रुपियाँ जति भयो भने सहयोग गरिदिनु होला। म पनि अब मैले सक्दो अब सहयोग गर्छु। मेरो पनि अब खासै ठुलो बिजनेस छैन, मेरो सानो बिजनेस हो। त्यही भएर हजुर सामु मैले सानो भिडियो लिएर आइरहेको छु। मैले पनि अब खासै अब सहयोग गर्न सक्दिनँ। म पनि अब अलिकति के अरे सानो व्यवसाय हो। अहिले हालमै अलिकति अब 1000 2000 3000 4000 5000 गर्ने। अब म पनि अब अहिले मेरो यो टिकटक चाहिँ मेरो यहाँ छैन। मैले अब तपाईँको लाइभ गर्नलाई जापान पठाइरहेको छु मेरो के अरे शान्तिको लागि। त्यही भएर अब मेरो टिकटक आएपछि हजुर सामु म लाइभ भिडियो गराएर भए पनि अब के अरे देखाउँछु हजुर सामु है भन्दै। अहिले यहाँ अब यो एउटा त्यो भन्ने बित्तिकै एउटा के अरे बासु लामी छामेले चाहिँ अब यहाँ उहिले चाहिँ उसको श्रीमतीले चाहिँ 100 रुपियाँ चाहिँ अब लोन मेरो तर्फबाट भएर उहाँले चाहिँ अब के अरे सानो सहयोग गरिदिएको। अनि त्यसपछि अस्ति साउजी मेरो साउजी भन्नाले मेरो के अरे उखा ल्याउने साउ धारिङ धुनी बेसीको पत्री कोइराला भाइले चाहिँ अब 400 रुपियाँ चाहिँ यी सेवा मार्फत हस्तान्तरण गर्नुभएको छ। त्यस भन्दै सबैले सहयोग गरिदिनु होला। सुमन तामाङ हाल नारायणथान बुढालिङगटा विष्णुमती वार्ड नम्बर 5, उसको घर मकनपुर अब हो होइन, वार्ड नम्बर 14। उहाँको नाजुक अवस्था छ वार्ड नम्बर 14। उहाँ चाहिँ अहिले हाम्रो सँगै छ होइन। त्यही भएर सबैले सक्दो सहयोग गरिदिनु होला साथीहरू है भन्दै सबैलाई नमस्कार गर्दै। नमस्कार।